हेलो एभ्रिवान, यो चाहिँ मेरो भ्लग 3। आज म मेरो फिसिङ कन्टेन्ट लिएर आएको छु। त्यही पुरानै प्रेमतालमा अहिले धेरै नै मान्छेहरू कम भइरहेछ यो प्रेमतालमा। ठिकै छ, अहिले माछा अलिअलि पर्दैछ। 5वटा जति पर्यो, एउटा अलिक कोत्रे ठुलो परेको छ। अब ठिकै छ, तपाईँलाई हामी एकछिनमा भेटौँ। यो चाहिँ मेरो फिसिङ रडहरू हो, 2टा खेलाको पर्दैछ। मेरो माछाहरू चाहिँ कहाँ छ भने यहाँ छ। मेरो आजको क्याच अहिले यति हुँदैछ, हेर्दै जाउँ। एउटा चाहिँ ठुलै छ, यो ठुलै छ, एउटा लगभग आधी किलोभन्दा धेरै छ। एउटा यो कोत्रे सबै तेलापिया मात्रै परेछ। अब हेरौँ एकछिनमा रौ पर्ला कि बिगेट पनि पर्न सक्छ। हेर्दै जाउँ अब के हुन्छ। यही रोटा परेको तेलापिया सबसे ठुलो। चारो घोप्टे छ। हजुर, त्यही अलिअलि 2टा 3टा 5वटा जस्तो पऱ्यो। हो, कोत्रे मात्रै छ। एउटा त अलिक ठुलो पऱ्यो हौ यसमा भगर। कुन रौ परेको छ? कता पऱ्यो उतै? ठिकै छ, तेलापिया भन्दा त रौ नै परेको ठिक हो। प्रेमताल पुरै खाली। मेरो खास म्याजिक ट्रिक चाहिँ यो है, माछा मार्नको लागि यो छ जापानिज वु नेट। फिसिङ रडमा त त्यति साह्रो पर्दैन। अब यसमै चित्त बजाउनु पर्छ है। फिसिङ रड त अब एउटा परेको थियो, राम्रै साइजको पऱ्यो कोत्रे। ठिकै छ। कोत्रे यो होइन रौ। बिस्तारै बिस्तारै मुखमा हल्दिरहे बिस्तारै। ठिकै छ, रौ सानो बच्चा रहेछ। अघि उफ्रेको एकदम न फर्स्ट क्याच है हाम्रो आजको। मेरो म्याजिक ट्रिक चाहिँ यो है माछा समाउने खासमा। अब भुकमा पर्दैन, प्रेमतालमा माछा सकिसक्यो। अब के भन्ने, यसले समाउनु पऱ्यो होइन। ए हुक त 0 छ। यो जापानिज फिसिङ नेट अब यसले समाउने हो। ल, अहिलेसम्म चाहिँ टोटल यति भएको छ। अब कति भयो होला यो? अब लगभग 1.5 किलो जति भइसक्यो होला कि 2 किलो छ हौ? 2 किलो छ होला अब यो त। अब यो 2टा माछालाई पनि हामी हाल्ने छौँ हाम्रो ब्यागमा। यो रड तान्दैछ भनेर सुनेको छौँ। हाम्रो ब्याग यहाँ छ, यो ब्यागलाई फिल गर्नेछौँ हामी। योदेखि गयो एउटा गयो सानो। ला हो, यत्रो सानो पर्छ तेलापियाको बच्चाहरू छैन। अब के गर्नु, ठिकै छ। अब हामी पकाउने छौँ, अझै धेरै बाँकी छ समाउनु। अझै भर्खर त 3 बज्यो होला। अब हामी आज 6 बजीसम्म समाउने छौँ। फिसिङ रड खाली छ, 2टा फिसिङ रड खाली छ। अब बिस्तारै हेरौँ। यहाँ हाम्रो भाइ अलि रौ समाइरहेको छ, फेरि केटाहरूको रौ पऱ्यो, मेरो फेरि एउटा रौ परेन। यो रड खाँदैछ अरे, हेरौँ के छ यो रडमा। ओहो, लै रौ पऱ्यो हाम्रो एउटा रौ लाग्यो। एउटा रौ पऱ्यो हाम्रो रौ। केटा एउटा रौ पनि पऱ्यो है, एउटा रौ।
ल एउटा सानो माछा चाहिँ मैले भाइलाई गिफ्ट दिएको ल भाइ ल म चाहिँ अहिले माछा हाल्ने भ्याइ नभए भएर यस्तो भइरहेको छ माछाहरू यहीँ छ तिनवटा भ्याएकै छैन माछा लगाउनु लागि हेर्नु है अहिले यो 3 बजीदेखि उता पर्ने हो क्या माछाको टाइम भनेको अहिले राम्रो पर्दैछ अब फेरि हामी माछा लगाएर हाल्नेछौँ यो माछा चाहिँ अहिले यहाँ छ अब चाहिँ माछा उतै लगेर हाल्नेछौँ सबै खोल्ने यति छ है माछा चाहिँ ल लभली छ माछा चाहिँ अब यसलाई फेरि हामी फिल गर्नेछौँ लगभग 3 किलो जस्तो क्रस भइसक्यो गले पनि म स्टिल आई एम गोइङ अन ल हाम्रो आजको टोटल क्याच यति छ है 5 किलो जति छ होला ल आज चाहिँ यति क्याच छ घर आएर जोग्दाखेरि 5 किलो जति थियो यहाँ रहु छ यहाँ एउटा सानो कभर कार पनि थियो कहाँको तर तेलापिया